समुद्रमुनि 15 लाख किलोमिटर लामो केबल अर्थात् तारको जालो। यति लामो तारले त पृथ्वीलाई 35 पटक भन्दा बढी घेर्न पुग्छ। त्यही जालोले संसारका कुना कुना जोडेको छ। यदि यी केबलहरूले काम गर्न छोड्ने हो भने पुरै विश्व ठप्प हुन सक्छ। तपाईले सामाजिक सञ्जाल वा इमेलमा अपलोड गरेको फोटो सेकेन्डभरमै संसारको अर्को कुनामा पुग्न वा शक्तिशाली एआईले गरिरहेका कामको लागि यही तारको जालो नभई हुन्न। हुन त तपाईलाई लाग्न सक्छ हावामा तैरिएका स्याटेलाइटबाट यी सबै काम भइरहेका छन्, तर त्यस्तो होइन। विश्वभर खपत हुने इन्टरनेटको 79% डेटा समुद्रको हजारौं फिट मुनि रहेका लामा र पातला तारहरूबाट दौडिरहेको छ। समुद्रको अँध्यारो पिँधमा रहेका यी फाइबर केबलहरू आधुनिक सभ्यताका लुकेका नसाहरू हुन्। आउनुहोस् आजको यो भिडियोमा समुद्र मुनिका इन्टरनेट केबलबारे केही जिज्ञासा मेट्ने कोसिस गरौँ। समुद्र मुनि इन्टरनेट केबलको इतिहास कस्तो छ? समुद्र मुनि केबल बिछ्याउने यात्रा सन् 1850 को दशकमा सुरु भएको हो। त्यति बेला पहिलोपटक बेलायत र फ्रान्स जोडिने गरी टेलिग्राफ केबल बिछ्याइएको थियो। अगस्ट 16, 1858 मा पहिलो ट्रान्स एटलान्टिक टेलिग्राफ केबल सञ्चालनमा आयो। सुरुमा यसबाट एक शब्द पठाउन पनि धेरै मिनेट लाग्थ्यो, पछि भने फटाफट हुन थाल्यो। समुद्रमा अप्टिकल फाइबरको क्रान्ति सन् 1988 मा सुरु भयो। त्यति बेला पहिलो फाइबर अप्टिक केबल TAT-8 बिछ्याइयो। यसले एकैसाथ 40,000 फोन कल बोक्ने क्षमता राख्थ्यो। संसारभर कति केबल छन् र मुख्य केबलहरू कुन हुन्? अहिले विश्वका लगभग सबै समुद्र किनार भएका देशहरू सबमरिन केबल मार्फत जोडिएका छन्। विश्वसनीय इन्टरनेटका लागि देशहरूमा एकभन्दा धेरै केबल छन्। एउटा बिग्रिए वा खराबी आए पनि अर्कोले सेवा जारी राखोस् भनेर देशहरूले एकभन्दा धेरै केबल राखेका छन्। सन् 2026 को सुरुवाती तथ्याङ्क अनुसार विश्वभर 600 भन्दा बढी सक्रिय र योजनाबद्ध केबल लाइनहरू छन्। यी केबलहरूको कुल लम्बाइ करिब 15 लाख किलोमिटर छ, जसले पृथ्वीलाई 35 पटक भन्दा बढी घेर्न पुग्छ। नयाँ केबल सञ्चालनमा आउने र पुराना केबलहरू बन्द हुने भएकाले सक्रिय केबलहरूको सङ्ख्या परिवर्तन भइरहन्छ। मुख्य र शक्तिशाली केबलहरू कुन कुन हुन् त? टु अफ्रिका यो विश्वको सबैभन्दा लामो केबल बन्नेछ, जसको लम्बाइ 45,000 किलोमिटर छ। यसले अफ्रिका, युरोप र एसियाका 33 देशलाई जोड्नेछ। यो लाइन बिछ्याउने काम लगभग सकिएको छ। यसै वर्षभित्र सञ्चालनमा ल्याउने तयारीमा छ। टु अफ्रिका परियोजना अल्काटेल सबमरिन नेटवर्क्स ASN द्वारा निर्मित हो र यसमा मेटा, भोडाफोन, टेलिकम इजिप्ट र चाइना मोबाइल इन्टरनेसनल जस्ता साझेदारहरू समावेश छन्। एसिया अमेरिका गेटवे यो केबल 20,000 किलोमिटर लामो छ र यसले एसियालाई अमेरिकासँग जोड्छ। मारिया यो एटलान्टिक महासागर पार गर्ने सबैभन्दा शक्तिशाली केबल मध्ये एक हो, जसको क्षमता 224 टेराबिट्स प्रति सेकेन्ड TBPS छ। अमिटी यो माइक्रोसफ्ट र मेटाको लगानीमा बनेको केबल हो। यसले 400 TBPS डेटा बोक्न सक्छ। ड्युनान्ट गुगलको यो केबलले अमेरिका र फ्रान्सलाई जोड्छ र यसको क्षमता 250 TBPS छ। समुद्रमा केबलहरू कसरी बिछ्याइन्छ र कस्तो प्रविधि प्रयोग हुन्छ? केबल बिछ्याउनु एउटा ठूलो इन्जिनियरिङ चुनौती हो। यसका लागि केबल बिछ्याउने विशेष जहाजहरू प्रयोग गरिन्छ। जहाजभित्र 5000 टनसम्म केबलका कोइलहरू राखिएका हुन्छन्। बिछ्याउनु अघि समुद्री सतहको विस्तृत सर्वे गरिन्छ। भूकम्प आउने क्षेत्र, खाडल र कोरल रिफहरू छल्न सक्ने मार्ग हेरिन्छ। किनार नजिक केबललाई फलामको कवचले बेरिन्छ र समुद्रको पिँधमा 1-2 मिटर खनेर गाडिन्छ। त्यसपछि जहाजको सहायताले समुद्रको गहिराईमा बिछ्याइन्छ। लामो दूरीमा प्रकाशको सङ्केत कमजोर हुने भएकाले हरेक 50 देखि 80 किलोमिटरमा रिपिटर राखिन्छ, जसले सङ्केतलाई पुनः शक्ति प्रदान गर्छ। यी रिपिटरहरूलाई केबलभित्रै रहेको तामाको तारबाट 18,000 भोल्टसम्मको विद्युत पठाइन्छ। के समुद्री जीव वा आँधीले यी केबललाई असर गर्छ?
धेरैलाई लाग्छ कि सार्कले केबल टोक्न सक्छ, तर यो एउटा भ्रम हो। सन् 2007 देखि 2014 सम्म समुद्री जीवका कारण एउटा पनि केबल काटिएको छैन। केबल काटिने 60 देखि 86% कारण मानवीय गतिविधि हुन्, जस्तै माछा मार्ने जाल र जहाजका एङ्करहरू। त्यसैगरी समुद्रमुनि आउने भूकम्प, सुनामी र पहिरोले केबलमा क्षति पुर्याउन सक्छन्। सन् 2022 मा टोङ्गामा भएको ज्वालामुखी विस्फोटले त्यहाँको एकमात्र केबल काटिँदा पुरै देश हप्तौँसम्म सञ्चारविहीन भएको थियो। केबलहरू कम्तीमा 25 वर्ष टिक्ने गरी बनाइन्छ, तर नयाँ केबल सस्तो र शक्तिशाली हुने भएकाले पुरानो केबल चाँडै बेकामी बन्छन्। त्यसपछि कतिपय अवस्थामा समुद्रमै छोडिन्छ, कहिले निकालेर पुनः प्रयोग गरिन्छ त कहिले नयाँ मार्गमा राखिन्छ। यी केबलहरू कसले प्रयोग गर्छ? तपाईले पनि। यदि तपाईँ अर्को महादेशमा रहेको सर्भर प्रयोग गर्दै हुनुहुन्छ भने तपाईको इन्टरनेट सेवा प्रदायकले प्राय सबमरिन केबल प्रयोग गर्छ। टेलिकम कम्पनी, सरकार, बहुराष्ट्रिय कम्पनी, अनुसन्धान संस्था सबैले यी केबल प्रयोग गर्छन्। विश्वव्यापी अर्थतन्त्रमा समुद्री केबलको महत्त्व कति छ? समुद्री केबलहरू विश्व अर्थतन्त्रका आधार स्तम्भ हुन्। विश्वको 79% अन्तर्राष्ट्रिय डेटा यिनैबाट ओसार पसार हुन्छ। दैनिक $10 ट्रिलियन भन्दा बढीको वित्तीय कारोबार समुद्री केबलको माध्यमबाट हुने गर्छ। एक अध्ययन अनुसार केबलको लिङ्कले आर्थिक गतिविधिमा 5 देखि 7% सम्म वृद्धि गराउँछ। यी केबलहरूको स्वामित्व कसको हुन्छ? पहिले टेलिकम कम्पनीहरूले मिलेर केबल बनाउँथे। पछि 1990 को दशकमा निजी कम्पनीहरूले केबल बनाउने र क्षमता बेच्ने क्रम सुरु भयो। आज पनि दुवै मोडल छन्, तर अहिले गुगल, मेटा, माइक्रोसफ्ट, एमाजोन जस्ता ठूला कम्पनीहरू प्रमुख लगानीकर्ता बनेका छन्। स्याटेलाइट र केबल बीचको मुख्य भिन्नता के हो त? इन्टरनेटका लागि केबल र स्याटेलाइट बीच आकाश जमिनको फरक छ। केबलले स्याटेलाइट भन्दा हजारौं गुणा बढी डेटा बोक्न सक्छ। स्याटेलाइटले कुल ट्राफिकको 1% भन्दा कम मात्र हिस्सा ओगट्छ। केबलबाट डेटा प्रकाशको गतिमा दौडिन्छ, त्यसैले यसमा ल्याटेन्सी निकै कम हुन्छ। स्याटेलाइट सञ्चार ढिलो र महँगो हुन्छ। स्याटेलाइटहरू केही विशेष कामका लागि उपयोगी हुन्छन्, विशेष गरी फाइबर नपुगेका ठाउँमा। तर लागत र क्षमताको हिसाबले फाइबर अप्टिक केबलहरू धेरै प्रभावकारी हुन्छन्। अमेरिकाको तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय क्षमताको मात्र 0.37% इन्टरनेट मात्र स्याटेलाइट मार्फत जान्छ। केबलहरूलाई भौतिक रूपमा काटेर क्षति पुर्याउन वा गोप्य रूपमा सूचना चोर्न सकिने खतरा हुन्छ, तर स्याटेलाइटमा यो खतरा कम हुन्छ। केबलहरूको नक्सा कसरी हेर्ने? विश्वभरका यी केबलहरूको जालो हेर्नका लागि तपाईँ टेलिजियोग्राफीको सबमरिन केबल म्याप हेर्न सक्नुहुन्छ, अथवा यहाँ देखिएको क्युआरमा गएर हरेक केबलको नाम, लम्बाइ, मालिक र त्यो कहाँ जोडिएको छ भन्ने विस्तृत जानकारी निशुल्क हेर्न सक्नुहुन्छ। यो नक्सालाई सबमरिन उद्योगको आधिकारिक स्रोत मानिन्छ। यसरी समुद्रको चिसो र अँध्यारो गहिराईमा बिछ्याइएका यी फाइबरका तारहरूले हामीलाई एउटा ग्लोबल भिलेजमा जोडेर राखेका छन्। समुद्री केबलको यो जानकारी तपाईलाई कस्तो लाग्यो? कमेन्टमा लेख्न नभुल्नुहोला।